सो गाइस आज चाहिँ हामी यहाँनिर घुमफिर गर्नको लागि हिँडिरहेको छौँ। क्वेसन सोध्ने तिम्रो पालो हो मेरो पालो म के सोधिदिन्छु आउने त के सोध्नु के बोले भाइ एउटा क्वेसन सोध नि तिमीलाई कति धेरै आउँछ क्वेसन ओइ त नभन है त नभन ल कुन रुखको दाउरा कुन कुन रुखको दाउरा हुँदैन कुन रुखको दाउरा हुँदैन यो रुख छ नि फेरि यो गाउँ खाने जस्तो रियलै कुन रुखको दाउरा हुँदैन के भो भन्छ हिँड्ने यहाँ बसिरहेको पेड के को पेड में लकली नहीं मिल्ती मतलब रुखको हुँदैन भनेको नेपालमा होइन होइन रियल रुख रियल नै हो धेरैको हुँदैन नि त कसैलाई आएको छैन जस्तो लागिरहेको छ यहाँ सर मिस हुनुहुन्छ दुवैजना आउँदैन बनाना भन्नु यो सरकटन गलत थियो मैले बनाउन भने के रे कुन हो क्वेसन सुनौ न एउटा रुखको एउटै पात ए गाउँ खाने कता सुन्ने ल ल ल ल ल यो थियो नि सर अस्ति मैले सोधेको थिएँ नि बिहान 4 खुट्टाले हिँड्ने दिउँसो 2 खुट्टाले हिँड्ने अनि त्यसपछि बेलुका 3 खुट्टाले हिँड्ने भनेर त्यो क्वेसन उहाँ दिदीले रातको इक्जाम दिएको थियो क्या उहाँ त्यहाँनिर आएको थियो अरे यहाँ बाहिर कुरा हुँदैछ हामीलाई चाहिएको भनेको के थियो क्वेसन हो मिसले सोध्नुहुन्छ यो गाउँ खाने कता भन्नु मिस तपाईँ भन्नु नि तपाईँ भन्नु त्यो निरखट अखण्ड धेरै बालालाई के भन्नु मिस गोर्खापत्र कुन राजाको पालामा भएको थियो ए फेरि मैले बिर्सिकैन है पढाइदिँदा मैले तिमीले सोधेको क्वेसन है मलाई राजाकै पालामा भन्नुभयो होइन जङ्गबहादुर राणा थियो त्यसपछि 58 होइन के राजा 58 मा राजा भनेको त्रिभुवन भन्दा अगाडिको थियो त को काम चाहिँ निकाल मेरे भाइ मैं फुस गयो जङ्गबहादुर राणा पछि अनि त्यो कुन चाहिँ शमशेर थियो आउन त के हो नि शमशेर नै थियो कुन चाहिँ राजा हो कि प्रधानमन्त्री हो त प्रधानमन्त्री त्यो के अरे फिस्टे प्रधानमन्त्री चन्द्र शमशेर थियो होइन अर्कै छ राजेन्द्र चन्द्र यहाँ चाहिँ कसैलाई आएको थिएन त्यो क्वेसन मिसले नै भनिदिइसक्नु भएको छ अब क्वेसनको तर्नु कसको ओइ आइज न तिम्रो पालो त खोइ त तिम्रो साइन्स साइन्सको साइन्स र ढुङ्गा रातो सेतो गाई भनौँ त्यही भन्न लाग्यो मैले हो ए फेरि म अर्को भन्छु ल याद आइज छिटो याद गर याद गर्ने गरिहाल्छ अघि पनि मैले सोधेको थिएँ तिमीले क्वेसन गरेको थियो है के ल अहिले जुन भएको जनगणना छ नि त्यो कति हो जनगणना कति तिम्रो लागि इम्पोर्टेन्ट 11 हो कहिलेदेखि जनगणना सुरु भएको 11 हो कहिले 1968 हो ताली 1968 देखियो भने कति हो त भन गन्दै जान त 13 थियो 68 हो कति भयो 11 68 11 भयो अनि 78 12 त्यो अनुसार राईको जनसङ्ख्या कति छ तपाईलाई थाहा छ अघि त भन्नु त्यही त अघि भर्खर भनेको त्यही भएर 78 को जनगणना अनुसार तिमीले उसले सुनायो मलाई थाहा छैन सबैको आउट भइहाल्छ म आफ्नो भनिहाल्छु
ल भन्नु 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 थाहा छैन कि मिस भन्नु मिस 2.2 2.2 हो ओइ झन्डै लडेको है मेरो त 6 हो नि ल म अन्डर हेर अन्डर पूर्व पश्चिम औसत लम्बाइ कति रे ला यो चाहिँ म जहिले बिर्सिने फेरि सधैँ सोध्नु पूर्व पश्चिम के रे यादै म औसत लम्बाइ त्यो त थाहा छैन मलाई 1100 भन्नु भन्नु 1100 जल्दी बोल कल सुबह पनवेल निकलना भन्नु भन्नु उता उता भन्नु सर एन्सर आएन अँ, 85 ओ पूर्व पश्चिम भनेको चाहिँ ले काली टुन्डा एउटै हो अनि ठन्डा चाहिँ सबभन्दा आएकोमा यो मान्छे कति क्यालो के सर्के गरी भयो मान्छे माटो भनिदिनु माटो त साह्रो छ त बरु यतै खाएर जाउँ है भातै पकाउनु पर्छ चटपटे खाने हो क्या बोलूं मैं इन लोग को बोले त बोले क्या गरे त गरे क्या म त बाइकमा राख्छु कहिले काहीँ हिँड्नु पर्छ कि खुट्टाले मात्र पारेर मान्छे त के हो त हामी तिनजना बाइकमा जानु हुने रहेछ उमै दाजुलाई दुईटा बाइक ल्याउनु लानुपर्ने है अब त विश्वास गर्नु हुँदैन रहेछ हेर त म गलिसक्यो हौ अब त बोकेर हिँड्ने अवस्था आएको छ हो हिँड्नु न घट्नुहुन्छ सर कालो भएर होला त्यस्तो कालो मन भएको के त्यस्तो नभन्नु है त्यस्तो नभन्नु सर जस्तो सोको मान्छे मैले आफूमा देखाएको थिएँ हो ओइ हो क्या हो त? देख्नु हो सरलाई हामी चाहिँ आज घर आइसकेको छौँ हामी चाहिँ ल यतातिर हाम्रो गाईहरू यस्तो अन्धकारमा घर आइपुगेको हामी ल ओ गाइज बाई बाई भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अल अफ यु गाइज बाई एनिवेज